विभिन्न विषयहरू लिएर आउने अन्तर्गत आज म इजरायलको बारेमा लिएर आएको छु। किनभने विभिन्न मेसेजबाट जस्तै मेसेन्जरहरूबाट, युट्युबबाट अनि टिकटकहरूमा धेरैले मलाई पर्सनल मेसेज पठाउनु भएको थियो इजरायलको बारेमा केही भनिदिनु होला भनेर। आज म इजरायलको बारेमा कसरी कुन तरिकाले जाने, के गर्ने, के प्रक्रिया छन् भन्ने कुराहरू म तपाईँलाई भन्न गइरहेको छु। यदि तपाईँले इजरायलको बारे बुझ्नु भएको छ, सुन्नु भएको छ, न्युज हेर्नु भएको छ, जस्तै यतिजना आज लट्रीमा निकाले, यति गरे, यसरी गए, यति पास भयो भनेर हेर्नुहोस्। तर कसरी जाने, के गर्ने, के क्राइटेरियाहरू पुरा गर्ने, के सर्तहरू पुरा गर्ने थाहा छैन भने म छु नि तपाईँलाई भन्ने। नमस्ते, म आशिष दाहाल। इजरायलका लागि डाइरेक्ट विषयमा पसौँ है त। इजरायलको लागि तपाईँ पहिला नेपाली नागरिक हुनु पऱ्यो, होइन? एक नेपाली नागरिक हुनु पऱ्यो। अर्को तपाईँ 25 देखि 45 वर्षको हुनु पऱ्यो, होइन? 25 देखि 45 वर्षको केसमा अलिकति कहिलेकाहीँ केमा झुकिन्छ भने नि, जस्तै तपाईँ 82 साल असोजमा तपाईँ असोज 5 गते तपाईँ 25 वर्ष पुग्दै हुनुहुन्छ। तर वैशाखमा पुग्दैखेरि तपाईँ 25 वर्ष पुगिसकेको हुनुहुन्छ, महिनाले पुग्नु भएको हुँदैन। तर यो केसमा भने तपाईँ महिनाले नै पुग्नुपर्छ है, नभए फर्म भर्न पाइँदैन, फर्म भर्न अगाडि बढ्दैन। एउटा कुरा त्यो भयो। अनि अर्को कुरो, तपाईँ 1.5 मिटर हुनुपर्छ हाइट चाहिँ, अर्थात् 4 फिट 11 इन्च हुनुपर्छ। त्योभन्दा कम भयो भने तपाईँ सबै पास हुनुभयो। अन्तिममा तपाईँको नाम पनि आइसकेपछि मेडिकल गर्ने बेला तपाईँको यो हाइट पुगेन भने तपाईँ फ्यालिनुहुन्छ है, 1.5 मिटर या 4 फिट 11 इन्च। अनि अर्को कुरो, तपाईँ अर्को तपाईँ एक वर्ष तपाईँको नियमअनुसार 3 वर्ष लेखिया छ पासपोर्टको, तर पछि त्यसलाई संशोधन गरेर नेपाल सरकारले 1 वर्षसम्म पासपोर्टको भ्यालिडिटी हुनुपर्छ भनेर भने हुन्छ, होइन? अनि अर्को कुरो, मेन कुरा के चाहिन्छ त भन्दाखेरि तपाईँ +2 पास हुनु पऱ्यो। +2 पास भएकाले केयरगिभरको सर्टिफिकेट हुनु पऱ्यो तपाईँसँग। तपाईँले 3 महिनाको केयरगिभरको तालिम लिएको हुनु पऱ्यो, जुन चाहिँ सिटिबिटीबाट मान्यता प्राप्त संस्थाहरूबाट दिएको हुनुपर्छ है त। अनि अर्को कुरा के छ भने, धेरै जस्तो झुकिने कुरा छैन। अर्को, सिएमए पास गरेको र एएनएम पास गर्नुभएको अथवा सिएमए र एएनएमको तालिम लिनुभएको, 15 महिनाको तालिम लिनुभएको उहाँहरूले नि पाउनुहुन्छ। उहाँहरूलाई चाहिँ केयरगिभरको तालिम आवश्यक पर्दैन। उहाँहरूको यदि त्यो सर्टिफिकेट छ भने र एसएलसी पास मात्रै पनि हुनुहुन्छ भने उहाँहरूले चाहिँ स्वतः भर्न पाउनुहुन्छ। तर यही केसमा कोही ल्याब एसिस्टेन्ट, कोही नर्सिङ, कोही सिएल नर्सिङ गर्नुभएको, कोही बिएससी नर्सिङ गर्नुभएको, हामी त एएनएम भन्दा पनि हाई लेभलका हौँ, हाई प्रोफाइलका हौँ, हामीलाई किन भन्ने हुन्छ। तर त्यो हुँदैन। तपाईँ यदि नर्सिङै हुनुहुन्छ भने पनि, बिएससी नर्सिङै गर्नुभएको छ भने तपाईँले केयरगिभर सर्टिफिकेट चाहिँ बनाउनै पर्छ। एउटा कुरा चाहिँ के छ भने, तपाईँ प्राविधिक शिक्षा लिएर +2 लेभलको, डिप्लोमा लेभलको हुनुहुन्छ भने त्यसलाई चाहिँ तपाईँले इक्विभ्यालेन्ट गरेर +2 लेभलको है भनेर प्रमाणित गर्नु पऱ्यो। त्यति गरिसकेपछि फेरि तपाईँले केयरगिभरको सर्टिफिकेट बनाउने, केयरगिभरको तालिम लिने, अनि त्यो सर्टिफिकेट लिने, अनि फर्म भर्न पाउनुहुन्छ है त। अनि अर्को कुरा, अब मेन भनेको अप स्किल टेस्ट हुन्छ, तपाईँको इङ्ग्लिस टेस्ट हुन्छ। इङ्ग्लिस टेस्टमा चाहिँ तपाईँले राइटिङमा A1 ल्याउने, लिसनिङ र रिडिङमा A2 ल्याउने, अनि स्पिकिङमा चाहिँ B1 ल्याउनै पर्छ। यसमा कुनै पनि तपाईँ ल्याएको क्याटेगोरी तलमाथि कुनै आएन भने तपाईँ पाउनुहुन्न। मेन स्पिकिङमा चाहिँ तपाईँले B1 ल्याउनै पर्छ है। यति लिइसकेपछि यसका लागि तपाईँले इङ्ग्लिसको टेस्टहरू, कोर्सहरू पढ्नुपर्छ। सामान्य लेभलका हुन्छन्, तर त्यसैलाई नै मजाले बोल्ने तरिकाहरूलाई नै तपाईँको नम्बरमा फरक पार्छ। यसको लागि मैले केही पिडिएफ तयार गरेको छु तपाईँको प्र्याक्टिसको लागि। यदि तपाईँ यो पिडिएफ निःशुल्क चाहनुहुन्छ भने तपाईँले इसानी 22 भनेर तपाईँले मलाई कमेन्ट गर्नुहोस्। म तपाईँलाई फ्रीमा पिडिएफ उपलब्ध गराउनेछु है त। अनि अर्को कुरा, अब यति गरिसकेपछि तपाईँ योग्य हुनुहुन्छ इजरायलको लागि। अब इजरायल पुगिसकेपछि यसका के छन् त स्यालेरी भनेको तपाईँको 3,35,000सम्म छ बेसिक स्यालेरी, होइन? तर अहिलेसम्म मेरो केसमा चाहिँ मैले भेटेअनुसार जो साथीहरू हुनुहुन्छ, मैले पहिला उहाँहरूलाई सहयोग गरेर उहाँहरू पाउनु भएको छ। उहाँहरूले चाहिँ धेरैजनाले चाहिँ 4-5 लाखसम्म कमाउनु भएको छ। मैले 4-5 लाखसम्म पनि स्यालेरी थापेँ भनेर मलाई मेसेज गर्नुभएको थियो। 5 लाखसम्म आउँछ। अनि अर्को कुरो, तपाईँको ड्युटी टाइम चाहिँ त्यहाँ काम गर्ने ठाउँलाई बेताबोध भन्छ, नर्सिङ सेन्टरलाई बेताबोध भन्छ। त्यहाँनिर चाहिँ काम गर्ने चाहिँ जस्तै अब फरक होला, तर धेरै जस्तो मैले भेटेको चाहिँ बिहान तपाईँको 6 देखि 2 बजीसम्म ड्युटी हुन्छ, 2 देखि 3 बजीसम्म तपाईँको ब्रेक टाइम हुन्छ, फेरि 3 देखि 8:30सम्म तपाईँको ड्युटी हुन्छ। यसमा तपाईँको ओटी पनि हुन्छ। तपाईँले यही ड्युटी चाहिँ तपाईँले शुक्रबार, शनिबार, आइतबार मध्ये कुनै डेहरूमा भेट्नुभयो भने तपाईँको जुन पर आवर पे गर्ने जुन ज्याला जुन पैसा छ त्यो चाहिँ अलिक बढी पाइन्छ।
धेरै मैले पठाउँदाखेरि 30-35 मा जानुभएको हुनुहुन्थ्यो धेरैजना। अहिले त 50-52 सम्म पुगेको छ 1 रुपियाँको। नेपाली 1 रुपियाँको सरी इजरायली 1 सेकल भन्छ उहाँ। 1 सेकलको यहाँ 52 रुपियाँसम्म पुगेको थियो अस्ति, अहिले त 50 मा झरेको छ। भनेपछि तपाईँले 4-5 लाख रुपियाँसम्म त स्यालेरी आउँछ। त्यसपछि अब सेवा सुविधाहरू त के छन् भने जस्तै तपाईँको आफूबाट केही पैसा काटिन्छ हुन्छ, अनि पछि तपाईँले 5 वर्ष पुरा गरेर गरिसकेपछि नेपाल फर्किँदाखेरि तपाईँलाई छुट्टै 15-20 लाख रुपियाँ तपाईँको खातामा आउँछ। यदि तपाईँले काम गरेर बिचमा पैसा जोगाउन सक्नु भएन, पारिवारिक समस्या केहीले गर्दाखेरि खाली हात फर्किनु भयो भने पनि तपाईँ त 5 वर्षपछि फर्किँदाखेरि तपाईँसँग छुट्टै 15-20 लाख रुपियाँ चाहिँ तपाईँको खातामा आउँछ, जुन पहिला नै तपाईँको स्यालेरीबाट काटेर राखेको हुन्छ। अर्को कुरो अब जस्तै सुरक्षाको हिसाबले चाहिँ त्यहाँ बङ्कर हुन्छ। बङ्करमा अब तपाईँको मोबाइलमा अलर्ट आउँछ 35 सेकेन्ड 45 सेकेन्ड कति हुन्छ त्यो सेकेन्ड अगाडि अलर्ट आउँछ। त्यो अलर्ट आउने बित्तिकै तपाईँ एउटा सेफ स्थानमा जानुपर्छ। बङ्कर हुन्छ, त्यो बङ्कर छेउमा बनाइदिएको हुन्छ, त्यो बङ्करमा गएर बस्नुपर्छ। साइरन बजुन्जेल साइरन बज्छ। त्यस्तो बङ्कर आउँछ। अब तपाईँहरूलाई त्यहाँ बङ्कर पनि एउटा दुलो एउटा गुफा जस्तो चाहिँ होइन, घरै बङ्कर बनाएको हुन्छ। घरमा बसेर त्यहाँ खाना बस्ने पानी सानी सबै व्यवस्था 2-4 दिन 3-4 दिनै बस्नु पऱ्यो भने पनि त्यहाँ सबै व्यवस्था खानासाना व्यवस्थाहरू आकस्मिक सेवाहरू सबै व्यवस्था राखिदिएको हुन्छ। सुरक्षाको हिसाबले पनि दिन्छ। अनि अर्को महिला र पुरुषमा महिलालाई 60% खुल्छ, पुरुषलाई 40% खुल्छ डिमान्ड है। महिलालाई बढी प्राथमिकता दिन्छ। काम गर्ने केसमा पनि पुरुषभन्दा महिलालाई अलिकति विशेष प्राथमिकता दिन्छ यहाँ। अनि सुरक्षाको हिसाबले दुईटै बराबरी छ, सुरक्षित छ। अलिकति दुश्मन बढी भएको राष्ट्र भएकाले वार चाहिँ भइरहन्छ, तर त्यहाँभित्र तपाईँलाई काम गर्ने वातावरण, काम गर्ने ठाउँ र त्यहाँ चाहिँ सबै सुरक्षा व्यवस्थित हुन्छ। यसमा कुनै पनि डर मान्नु पर्दैन। ल तपाईँलाई मैले बिचमा एउटा कोड पनि भनिदिएको छु पिडिएफ फ्रीको लागि। यी सबै कुराहरू तपाईँलाई कस्तो लाग्यो, के लाग्यो, यसमा कुनै अझै कन्फ्युज भयो भने तपाईँले मलाई पर्सनल मेसेज सोध्न सक्नुहुन्छ। म तपाईँलाई एसिस्ट गर्छु, तपाईँलाई सहयोग गर्छु। हस्, थ्याङ्क यू।